Hello guys, Kuzuzampo. Welcome back to my channel. आज चाहिँ हामीहरू हिन्दू टेम्पल जाँदैछौँ. टेम्पल गएको आज चाहिँ मेरो बोजू खसेको चाहिँ 4 years हो. आज ठिक्कै 4 years भएर हामी दुईजना चाहिँ बुद्धिस्ट टेम्पल गएको. अनि यहाँबाट चाहिँ 30 minutes ड्राइभ रहेछ. अब चाहिँ 23 minutes मात्रै छ. अन्त एक्चुअली अब यहाँ आएर सुशील आएर यहाँनिर लाहाङ पनि गएको छैन. अन्त त्यो भएर हामी चाहिँ लाहाङ पनि गएको. लाहाङ पनि भन्छ, मन्दिर पनि भन्छ. अनि अन्त हामी चाहिँ अहिले अन द वे छ. अनि हामी त्यहाँ पुगेपछि फेरि भिडियो बनाउने छु गाइज. प्लेन उडिरहेछ अहिले. इन्टरनेसनल एयरपोर्ट हो. अहिले हामी चाहिँ यहाँबाट जानु पर्दो रहेछ गाइज, यतापट्टिबाट. किनकि हाम्रो नर्थ, हामी चाहिँ साउथपट्टि छ अनि नर्थपट्टि जानुपर्ने रहेछ लाहाङ चाहिँ. अन्त यहाँ छेउबाटै जानुपर्ने रहेछ. यो चाहिँ इन्टरनेसनल एयरपोर्टको यो पनि हो, पार्किङ एरिया. यहाँनिर सबैजना यहीँ ल्यान्ड हुन्छ, यहीँबाट टेक अफ गर्छ. ट्विन टावर के अरे यसको नाम? ट्विन टावर अरे. मैले त्यो परको माथि चढ्ने सिग्नल दिने अरे होइन यो टावर. यो सबै यो एयरपोर्टको यो नि हो. पर स्ट्रेट देखिरहेको त छेल्लेको छ अरे. ट्विन टावर भन्दैन यसलाई अब. ट्विन टावर त युएसको पो त. यो उयो ट्विन टावरै हो. प्लेनको सिग्नल दिने यो गाइस. प्लेनको कुन त बा होइन, नट कन्फर्म. मेरो तपाईँहरूले कमेन्ट गरिदिनु होला. त्यसैले हामी चाहिँ त्यहाँ हामीले भनेको लाहाङमा गएको थियो. लाहाङै बन्द रहेछ अहिले. त्यहाँनिर फेरि अर्को लाहाङ जाँदैछु. के गर्नु, त्यो लाहाङै बन्द भएर. किन हाँसेको? अघि बिर्सेछ आफूसँग बोल्दा बोल्दै बनाउनु बिर्सेछ. यहाँनिर ग्रेप्सको अर्चाटहरू रहेछ गाइस. यहाँनिर ग्रेप्स, अब ग्रेप्स फल्ने टाइम हो एकदम. यहाँ चाहिँ कन्ट्री साइड जस्तो हो रहेछ, अलिकति कन्ट्री साइडै नै हो. हर्सको चारो हामी चाहिँ आइपुग्यो. यहाँ चाहिँ ओपन छ रहेछ. एकदम लक्की मान्छेहरू थुप्रो आएको छ, बुद्धिस्टहरू. अब यहाँ हामी जानेछु बुद्धिस्ट टेम्पलमा. ठिकै हो, सजिलो हुन्छ होइन. ल गाइस, यहाँनिर हेर्छ लाहाङ चाहिँ. वा घरमा हो रहेछ लाहाङ. पूजा गरिरहेको रहेछ नि. कस्तो दामी दार. भुटान कस्तो फिलिङ्स आयो. घरै हो, घर बनाएको रहेछ होइन. के भन्छ जाउँ न, गएर हेरौँ. यहाँ बुझेर सोचेर हेरौँ गाइस. हामी यहाँ आइपुग्यो. भित्र पूजा गर्नु यहाँ बुद्धिस्टहरू पनि छ रहेछ. पूजा चाहिँ ढोकेर नै आइपुग्यो. हामी चाहिँ यहाँ खाना खाँदैछ. यहाँ हामीले टेम्पलमा स्पेसल चाहिँ आएर पनि भात पनि खानु पायो. अब फर्केर गएको अब हामीहरू.